इङ्ल्यान्डको स्क्वाड हेज बिन अनाउन्स्ड फर द 2026 वर्ल्ड कप अनि कति धेरै मान्छेहरूको डिफ्रेन्ट ओपिनियन सो आई जस्ट थट आउट गिभ माई टेक होइन. सो गोलकिपरमा त खासै केही कम्प्लेन छैन. डिफेन्डरमा चाहिँ अब द इज दिस बिग छ नि, अब लट अफ पिपल हेभ से कि अब मगवाएर किन नलगेको अनि त्यसपछि ट्रेन्टलाई किन नलगेको भनेर होइन. अनि अब अलिकति सरप्राइज पिक भन्यो भने चाहिँ अब डिजेट स्पेन्स छ. तर आई थिङ्क इट्स भेरी वेल ब्यालेन्स्ड. अनि टोमस टुकेलले पहिलादेखि नै अब हि वान्ट्स इज फुल ब्याक टु डिफेन्ड भन्ने कुरा चाहिँ इट्स भेरी क्लियर होइन. र अब टु बी भेरी अनेस्ट अनि के भन्छ ट्रेन्डको फर्म हेज नट बिन द्याट ग्रेट होइन. सुरुमा त सिजन स्टार्ट गर्दा रियल माड्रिडले खेल्दा पनि खेलेन, इन्जोर्ड पनि थियो होइन. अहिले आएर अलिअलि खेलेको छ. अभियसली अब ट्रेन्ड इज अ ग्रेट प्लेयर अनि अब हि हेज द्याट स्किल. तर यो सिजन त हि हेज नट बिन अन फर्म, धेरै राम्रो फर्म. अनि प्लस आई थिङ्क अब ह्यारी मगवायरले पनि मेसेज पठाएको छ कि आई वुड लभ टु बिन सेलेक्टेड ब्ला 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 होइन. तर आई थिङ्क हि वान्ट्स टोमस टुकलले चाहिँ अब इगोजहरू चाहिँ म्यानेज गर्नुको सट्टा चाहिँ बरु ब्यालेन्स टिम लग्न खोजेको जस्तो लाग्छ मलाई चाहिँ. अनि त्यो कारणले चाहिँ अब ह्यारी मगवायर गएको भए पनि यु नट बी द स्टार्टर होइन. किनभने मोस्ट लाइकली के अरे मार्गोई र कन्सा चाहिँ मेन लाइक स्टार्ट खेल्छ होला. सो ह्यारी मगवायरले म स्टार्ट गरेन यो त्यो भनेर त्यो ब्याकरुम पोलिटिक्स अथवा ट्रेन्ड स्टार्ट गर्दैन थियो. एउटा प्लेड इन मिडफिल्ड, एउटा प्लेड इन भन्नाले अल्टरनेटिभ युटिलिटी प्लेयर चाहिँ हुन्थ्यो. तर यु नट अफ स्टार्टेड एनिवेज होइन. अनि फेरि अब त्यो इगोहरू क्लास हुनसक्छ नि. रियल वर्ल्डमा के भयो, ज्याभी अलोन्सो गर्छ सो त्यो कारणले चाहिँ नछानेको जस्तो लाग्छ. अब मिडफिल्डमा सरप्राइज चाहिँ मलाई लागेको सरप्राइज चाहिँ के भन्छ जोर्डन हेन्डरसन छ. तर आई थिङ्क हि टुक हिम जस्ट फर द एक्सपिरियन्स के. सबै प्लेयर्सहरूको कमराड्री लाइक छ नि, एउटा एक्सपिरियन्स कोही चाहिन्छ भनेर होला. अनि अब यसमा चाहिँ आई थिङ्क द सरप्राइज चाहिँ अब सबैजनाको अब फिल फोर्डेन किन नलगेको, कोल पाल्मर किन नलगेको. अब आइएम अल्सो चेल्सी फ्यान एन्ड आई फिल लाइक डिसपोइन्टेड कि कोल पाल्मर गएन भनेर. तर टु बी भेरी अनेस्ट दे हेभ नट बिन भेरी लाइक इन गुड फर्म के. अनि अब फर द फर्स्ट टाइम देयर इज दिस इङ्ल्यान्ड म्यानेजर हु इज सेलेक्टिङ बेस्ड अन फर्म कि. जस्तै अब रोजर्सले कस्तो राम्रो खेलाएको छ यो सिजन होइन. अब फिल फोर्डेन र कोल पाल्मर अब अभियसली वी फिल कि अब द्याट अ लट अफ क्वालिटी प्लेयर्स, ठ्याक्कै डिफरेन्स मेकर, अब एक्स फ्याक्टर छ नि, कुनै बेलामा के अचम्म गर्न सक्ने, के खतरा गर्न सक्ने. तर अब एलियट एन्डरसनको सिजनै कस्तो राम्रो भएको छ होइन. सो हि स्पिकिङ बेस्ड अन मेरिट जस्तो लाग्छ मलाई चाहिँ. द्याट्स माई पर्सनल ओपिनियन. मेरिटको बेसीमा अब एजै चुज गरेको छ होइन. अल्दो अब यो जोर्डन हेन्डरसन सरप्राइजिङ भए पनि आई थिङ्क अब I would obviously have loved it if कोल पाल्मर चाहिँ गएको भए. तर आई थिङ्क द्याट इज जस्ट माई ओपिनियन कि वाइ उनीहरूले चुज गरे किन. अगेन अब फरवर्डमा चाहिँ आई हेभ लाइक टु कन्सर्न्स होइन. इभान टोनी र नोनी म्याडुवेके. अब टोनीको त अब खासै मैले हेरेकै छैन गेम भन्नाले यो बिकज हि प्लेज इन द साउदी प्रो लिग. अब नोनी म्याडुवेके त अब मैले चेल्सीको लागि पनि हेरेको. इज आई अलवेज फेल्ट कि वाज अ भेरी सेल्फिस प्लेयर. अनि जब आर्सनलले चाहिँ अब कति 50 हो कि 55 मिलियनमा किनेको थियो, अब आई फेल्ट कि चेल्सीले त लुटेकै हो आर्सनललाई भनेर होइन. अल्दो आई डु फिल लाइक हिज हार्ड वर्किङ. अनि मेबी उसको इगो कम भएको भएर पनि लगेको हो कि जस्तो लाग्छ होइन. दिज आर द फ्यु सरप्राइजेस. अब वर्ल्ड कपको स्क्वाडमा लग्ने बेलामा चाहिँ सरप्राइजेसहरू हल्का फुल्का भइ नै हाल्छ. हरेक वर्ल्ड कप टिममा चाहिँ कोही न कोही लेफ्ट आउट फिल हुन्छ, यो जानुपर्ने त्यो जानुपर्ने, त्यो सबै ओपिनियन हो होइन. तर आई थिङ्क थोमस टुकेल इज क्वालिफाइड अनि हि इज वान अफ द बेस्ट म्यानेजर्स इन द वर्ल्ड. अनि आई थिङ्क हि इज मेकिङ त्यो एकदमै ब्यालेन्स डिसिजन के गर्दा राम्रो हुन्छ भनेर. द ओन्ली सेटब्याक इज इफ इङ्ल्यान्ड डु नट विन द वर्ल्ड कप अर डु वेल इन द वर्ल्ड कप, चान्सेस आर इज गोइङ टु बी क्रिटिसाइज क्या. किन यो कोल पाल्मर लगेको, यो टाइममा चाहिँ छ नि अब फोर्डेनले राम्रो खेल्थ्यो, आर्नोल्डले राम्रो खेल्थ्यो, ब्ला ब्ला ब्ला. हि कुड गेट क्रिटिसाइज होइन. तर आई थिङ्क दिस इज अ भेरी ब्यालेन्स्ड इङ्ल्यान्ड स्क्वाड. अब I mean, like, they are one of the favorites along with France, Argentina and Spain, होइन. So let's see what happens. So what do you think about your England squad? Let me know.